हाम्रा भाइ बहिनीहरू छन् है भोलिको दिनमा यो सिक्किम तपाईहरुकै हातमा छ भोलिको दिनमा यो सिक्किम तपाईहरुले चलाउनु पर्ने हो यहाँबाट हाम्रो भाइ बहिनीहरू स्टुडेन्टहरुबाट कतिजना लिडर्सहरु निस्किने हो कतिजना डाक्टरहरु हुने हो कतिजना पाइलटहरु हुने हो कतिजना इन्जिनियर हुने हो र कतिजना अफसरहरु हुने हो त्यो तपाईहरुको माथि हो तर तपाईहरु चाहिँ एउटा है जुन चाहिँ अहिले चलिरहेको है जेनजी भन्दै हाम्रो सिक्किममा धेरै जनाले है अब आज यो स्कुलको फंक्सन भइराखेर यहाँ कुरा नगरौँ र तर धेरै हाम्रो भाइ बहिनीहरुलाई मिसगाइड गर्ने कुराहरु पनि गर्दैछ सोशल मिडिया तर्फबाट त्योपट्टि नलाग्दौं र जति जनाको म हरेक युवाहरु नारीहरुको जे प्रब्लम हुन्छ म उहाँहरुको साथमा हुन्छु हमेशा म हमेशा जब म जान्छु म युवाहरुको प्रोग्राममा जान्छु तपाईहरुले मलाई धेरै जनाले सोशल मिडियामा देख्नुहुन्छ होला म जान्दाखेरि म हरेक प्रोग्राममा किन जान्छु भन्दाखेरि म ज्यादा जस्तो युवाहरुको प्रोग्राममा जान्छु के युथहरुको प्रोग्राममा जान्छु नारीहरुको प्रोग्राममा जान्छु किनभने उहाँहरु भोलिको दिनमा है हाम्रो सिक्किम अघि बढाउने अघि लाने भनेर उहाँहरुलाई एउटा सपोर्टको लागि मोरल सपोर्टको लागि है उहाँहरु अघि बढोस् उहाँहरुलाई कुछ गाइड गर्ने होस् भनेर म उहाँहरुको लागि हमेशा सपोर्ट गर्छु र हाम्रो सम्माननीय मुख्यमन्त्री श्रीमान पीएस गोले साहबले पनि हमेशा एउटा भाइ बहिनीहरुलाई हाम्रो युवा है भाइ बहिनीहरुलाई तान्ने काम गरिरहेको छ तपाईहरुलाई एउटा एक्जाम्पल दिनु पर्दाखेरि बेसी दिन त भएको छैन 2 दिन अगाडि यही जोरथाङकै निवासी एकजना बहिनी थियो है उसको उले चाहिँ 4 खेप एमबीबीएस 4 पल्ट एमबीबीएस मा उहाँको नाम निस्केको थियो तर उहाँको एउटा फाइनान्शियल प्रब्लमले गर्दाखेरि उहाँको आमा एउटा सफाई कर्मचारी गर्नुहुँदै रहेछ र बाउ चाहिँ डेली वेजेस एउटा लेबर काम गर्नुहुँदै रहेछ है उहाँले आएर मलाई एउटा एप्लिकेसन दिएको थियो है सर यो तपाईको थ्रुबाट गरिदिनुहोस् न भनेर तर मैले त्यो बहिनीको पत्तानिन्दो गरे यताउता खोजिनिन्दो गरेर मलाई एकदमै जेन्युन लाग्यो है हैन यो बहिनी एकदमै पढ्नु इच्छा गर्ने रहेछ उहाँको नाम 4 खेप टप 10 मा निस्किनु पनि एकदमै यो बहिनीले गर्ने रहेछ भन्ने मलाई सोच्यो एउटा मन भित्रबाट उहाँलाई पुरा पढ्नु इच्छा रहेछ है मैले अस्तिको दिन टिचर्स डे को दिन 5 तारिखको दिन है मैले सीएम साहबलाई एउटा एप्लिकेसन बुझाएको थिएँ है उहाँ सीएम साहबले त्यो एप्लिकेसन हेरेर है त्यसकै नेक्स्ट डे उहाँलाई फोन गरिकिन है उहाँलाई अस्तिको दिन बोलाइकिन उहाँको सबै 5 वर्षको एमबीबीएस गर्ने फिस र 5 वर्ष हस्टेल बस्ने फिस है उहाँ सीएम साहबले गरिदिनुहुन्छ भनेर उहाँलाई पढाइदिनुहुन्छ भनेर भन्दाखेरि उहाँको सबै आजको दिनमा उहाँले एमबीबीएस त्यहाँ जोइन पनि गर्नु भयो होला त्यसको लागि है म हाम्रो सम्माननीय मुख्यमन्त्री श्रीमान पीएस गोले साहबलाई मेरो आर्थिक हृदयबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु किनभने हाम्रो यस्तो गरिब भाइ बहिनीहरूलाई है तान्दाखेरि हाम्रो गरिब भाइ बहिनीहरू पढ्न सक्दैन अब पढ्नु त सक्छ तर के गर्नु एउटा फाइनान्शियली सपोर्ट छैन भन्दाखेरि आजको दिनमा हेर्नुहोस् सिक्किममा हामी चाहिँ एउटा लकी मान्नुपर्छ क्या एउटा सिक्किममा जन्मिनु लागि लकी मान्नुपर्छ किनभने आजको दिनमा हामीले इन्सुरेन्स गरेको जस्तै हो सिक्किममा जन्मिनु चाहिँ भोलिको दिनमा तपाईहरु बिमार होस् या के होस् है हाम्रो सिक्किम सरकार तपाईहरुको पछाडि हमेशा छ तपाईहरुको लिभर ट्रान्सप्लान्ट गर्नु पर्यो भने सिक्किम सरकार छ तपाईहरुको किडनी ट्रान्सप्लान्ट गर्नु पर्यो भने सिक्किम सरकार छ तपाईहरुको लङ्स ट्रान्सप्लान्ट गर्नु पर्यो सिक्किम सरकार छ तपाईहरुको सीए पेशेन्टहरु छ भने हाम्रो सिक्किम सरकारले ट्रिटमेन्ट गरिरहेको छ है त्यसको लागि हाम्रो सम्माननीय मुख्यमन्त्री श्रीमान पीएस गोले साहबले है हेल्थ सेक्टर स्पोर्ट्स सेक्टर र एजुकेसन सेक्टरमा हमेशा उहाँले काम गरिरहेको छ र उहाँले हमेशा हाम्रो भाइ बहिनीहरूलाई है
कसरी राम्रो बाटोमा लानुपर्ने, कुन चाहिँ प्लेटफर्ममा लानुपर्ने भन्ने डाइरेक्सन देखाउनु भनेर हामीलाई नि उहाँले है निर्देशन आदेश दिइरहनु भएको छ जहिले तहिले। र अघि हाम्रो जुन चाहिँ एसएचओ साहबहरू यहाँ हाम्रो ड्रग्सको विषयमा कुरा गर्दै थियो, हामीले पनि एउटा ड्रग्स अभियान सुरु गरेको छ हाम्रो गान्तोकदेखि है। एउटा हाम्रो सिएम साहबको भिजन नशामुक्त सिक्किम बनाउने है जुन चाहिँ भिजन छ, त्यो भिजनमा हामी पनि लागेका छौँ। हामीले फर्स्ट अस्ति एउटा अवेरनेस प्रोग्राम हामीले गान्तोक एमजी मार्गमा गरेको थियो। त्यो अवेरनेस प्रोग्राममा है धेरैजनाले पार्टिसिपेट गरेको थियो। त्यो अवेरनेस प्रोग्राम चाहिँ ड्रग्स अब्युज मात्रै होइन, त्यो अवेरनेस प्रोग्राम गर्दा चाहिँ है ब्लड टेस्ट पनि गर्ने, हामी एचआइभी टेस्ट गर्ने, सबै कुरा टेस्ट गरेर है के छ कि। तर आजको दिनमा म तपाईँहरूलाई है यो मञ्चबाट भन्न चाहन्छु, हामीले यो अवेरनेस प्रोग्राम जुन चाहिँ गर्दैछ, यो प्रोग्राम हामीले गान्तोकदेखि सुरु गरेको। हामी 6वटा डिस्ट्रिक्टमा गर्ने, त्यहाँदेखि हामी कलेजेस स्कुलहरूमा गर्ने है। आजको दिनमा तपाईँहरू जतिजना हाम्रो भाइ बहिनीहरू छ, म तपाईँहरूलाई यहाँबाट भन्न चाहन्छु, तपाईँहरू एकदमै है ड्रग्सको लतमा नपर्नुहोस्। ट्राई पनि गर्छु भनेर नसोच्नुहोस् है, ड्रग्सको डी भनेर पनि नसोच्नुहोस्, किनभने ड्रग्सको लतमा पऱ्यो भने तपाईँहरूलाई निस्किनु एकदमै साह्रो पर्छ क्या, एकदमै साह्रो गाह्रो पर्छ। र 2019देखि मैले पनि धेरैजनालाई है धेरैभन्दा धेरैजनालाई 2019 जब हाम्रो सरकार आयो त्यसको बादमा मैले धेरैजनालाई रिहेबिलिटेसन सेन्टरमा पठाएर कतिजनालाई मैले है आजको दिनमा उहाँ निस्केर आफ्नो व्यवसाय चलाइरहेको छ, उहाँहरूले आफ्नो काममा लागिरहेको छ। र धेरैभन्दा धेरै मानिसहरूलाई हामीले यसरी युवाहरूलाई सपोर्ट गर्ने काम गरिरहेको छ।